हेलो सबैजनालाई वेलकम छ बाथरुम सिङ्गरको अर्को एउटा सङ ट्युटोरियल भिडियोमा। आज चाहिँ म तपाईँहरू माझमा चाहिँ सेतो फुलको चाहिँ ट्युटोरियल लिएर आएको छु है त। अनि फेरि पनि भन्न चाहन्छु इट्स जस्ट फर द बिगिनर है, बाथरुम सिङ्गरको लागि मात्रै। र मैले चाहिँ तपाईँहरूलाई आज एक लाइन गाउँछु अनि पेन गर्नेछु टुक्रा टुक्रा, त्यसरी सबै गर्न गइरहेको छु है त। ओके, ढिला नगरी सिधै हामी गीततर्फ लागौँ। गीत चाहिँ यस्तो प्रकारको रहेको छ, म ओरिजिनल स्केलभन्दा अलिकति लोमा गाउँछु है त। म चाहिँ अलिकति आफूलाई सुइटेबल भोइसमा गाउन गएको छु है त। सम्झनाका फुल तिमीलाई यादहरू पनि। ओके, यस्तो छ है त। सो के रहेछ भन्दाखेरि यहाँ ममा घुमाएको रहेछ ल। सम्झनाका कालाई पनि का गर्दो रहेछ है। सो सम्झनाका अनि फुल फुल फु भनिसक्दाखेरि अन्तिममा ल भन्ने बेलामा चाहिँ घुम्दो रहेछ हल्का है। फुल तिमीलाई चाहिँ नर्मलै रहेछ है। फुल तिमीलाई याद हल्का हाई रहेछ है। यादहरू यामा घुम्दो रहेछ है, हाई छ अनि हल्का हाई छ अनि याद यस्तो टाइपको है। या घुमाउँदै हाई, हल्का हाई अनि घुमाउँदै हाई गर्दो रहेछ। यादहरू यस्तो है। हरू स्लोमा। सो यादहरू पनि नीमा अलिकति घुम्दो रहेछ है। यादहरू पनि बुझ्नुभयो होला है। सो अर्कोमा जाउँ, गाउँछु सुरुमा। साँच्चै राख माया मेरो, म टाढा भए पनि। सो सेम प्याटर्न हो, अलिकति फरक छ। सो अलिकति हाई रहेछ। साँच्चै साँच्चीमा चाहिँ अलिकति घुम्दो रहेछ है। साँच्चै यस्तो टाइपको। साँच्चै राख खमा फेरि लो रहेछ है। साँच्चै राख रा हाई छ अनि ख कस्तो स्याट्ट लो छ है। साँच्चै राख अनि माया मा अलिकति लामो छ ल। माया छोटो छ है, यहाँ चाहिँ मा चाहिँ अलिक लामो अनि यहाँ चाहिँ अलिक छोटो छ है। सो फेरि सुन्नु होला। साँच्चै राख माया मेरो चाहिँ नर्मल छ है। म अब ठ्याक्कै यहाँसम्म ठ्याक्कै रोक्ने ल। साँच्चै राख माया मेरो अनि म टाढा एकैचोटि गाउने है। म टाढा, म हल्का फास्ट अनि टाढा भन्दाखेरि अलिकति हाई छ ल। म टाढा माथि जान्छ है। म अनि स्वाट्टै टाढा माथि अनि ढा घुम्छ ल। ढा चाहिँ स्याट्टै यस्तो रे। म टाढा है। म टाढा भए पनि। नि पनि घुम्दो रहेछ है, सेम यस्तै पनि। म टाढा भए पनि। यो ए पनि हल्का घुम्दो रहेछ। म टाढा भए पनि। बुझ्नु होला है। म अलिक छोटो बनाउने प्रयास गर्छु, अलिकति लामो भइहाल्छ होइन। अनि गाउँछु फेरि। याद बोकेर हिँडेका बादल झरी रूपमा तिमीलाई भिजाउनु। फेरि
गाउँछ होइन। यो चाहिँ कस्तो छ भन्दाखेरि याद याद दमा चाहिँ ठक्क रोकिन्छ है, द लामो भन्दैन, या मात्रै अलिकति हाई अनि अनि द है। याद अनि ठ्याक्कै बोकेर गइहाल्छ है, बोकेर याद बोकेर यहाँ यो पार्टको अलिकति सबै यो गीतको सबैभन्दा अलिकति बेस्ट भनेको यहाँ छ, यसमा अलिकति काम गर्नुपर्छ है। याद बोकेर रमा ठ्याक्कै रोकिन्छ पनि अनि रलाई दुईपल्ट स्याट घुमाउँछ है। याद बोकेर बोकेर यस्तो टाइपको चाहिँ बोलाई एकदमै हाई छ अनि के लो र पनि लो है, हाई लो ठ्याक्कै मिलाएको छ है। याद बोकेर हिँडेका बादल है, बादल यस्तो छ ल। अनि झरी रूपमा मा घुमाएको रहेछ है, झरी रूपमा तिमीलाई भिजाउनु। फेरि याद बोकेर हिँडेका बादल झरी रूपमा तिमीलाई भिजाउनु। यस्तो छ है, त्यही हो ठ्याक्कै सेम छ। याद राख्नुपर्ने भनेको यही बोकेरमा हो, हल्का प्र्याक्टिस गर्नुपर्छ है। याद बोकेर हिँडेका लो रहेछ है, हिँडेका बादल बालाई घुमाएको छ है, बादल झरी रूपमा पमा झरी रूपमा यस्तो टाइपको चाहिँ तिमीलाई भिजाउनु। त्यही हो। अनि सम्झनाका फुल तिमीलाई सेम त्यही हो, ममा घुमाएको छ अनि फुल तिमीलाई यस्तो छ है। सो यो चाहिँ यही सम्झनाका फुल तिमीलाई नै यस्तो छ। यति नै हो, अलिकति लामो भयो होइन, तर प्र्याक्टिस पनि छैन। खालि बिगिनरहरूको लागि तपाईँहरूले गीतमा कोही कता कन्फ्युज हुनुहुन्छ भने चाहिँ यसमा हल्का मैले जानेको जति बताउनु खोजेको छु। यति नै हो, अलिकति सन्चो पनि छैन होइन, धेरै लामो भएको थियो भिडियो नबनाएको, त्यही भएर चाहिँ आज एनिहाउ बनाउनै पर्छ जस्तो लागेर बनाएको। प्र्याक्टिस त मैले गरेकै छुइनँ यो गीतमा, त्यही 2-3 पल्ट सुनेर चाहिँ पहिला गाएको थिएँ, त्यति नै हो। अलिअलि होइन सामान्य रूपमा गाउने टाइपको चाहिँ मैले तपाईँहरूलाई सिकाएको छु, त्यही हो टेक्निकहरू। बुझ्नु भएन भने फेरि रिभर्स गरेर हेर्नु होला। थ्याङ्क यू सो मच फर लिसनिङ। अर्को भिडियोमा फेरि भेट्नु छु। आजले यति नै। किप प्र्याक्टिस किप सिङ्गिङ है त। ओरिजिनल गीत धेरै सुन्नु होला है, अनि ओरिजिनलमा सुन्नु होला अनि प्र्याक्टिस गर्नु होला। कहीँ कतै बुझ्नु भएन भने मात्रै यो हेर्नु आउनु होला है त। थ्याङ्क यू सो मच फर वाचिङ।